So recording सुरु भयो. So hello guys, so welcome back to my channel. So you take news project, it is like taking me way too long. एक हप्ता जति नै हुन थाल्छ. सो यो चाहिँ के कतै बन्यो अनि आजदेखि चाहिँ म र्याप अप गर्दिन्छु यसलाई. केही दिन बनाउँदिन, म अरु कुराहरु सिक्छु. सिक्न मन लागिरहेको कुराहरु सिक्न पाइरहेको थिएन, कतै यसमा काम गरिराख्नु परिरहेको थियो. सो यसमा चाहिँ के कुराहरु चाहिँ बनेको छ. सो फर्स्टमा वी डु ह्याभ एडमिन लगइन छ. ओके, एडमिन लगइन हामीसँग एडमिन लगइन छ जुन गार्डबाट बनाएको मैले. इट हैज इट्स ओन सेपरेट टेबल इन द डाटाबेस. एडमिन लगइन छ, पासवर्ड छ. यो रङ पासवर्ड भएछ. यहाँ रङ पासवर्ड भनेर प्रम्प्ट हाल्न पनि बिट स्यारै छ. सो एडमिन लगइनले के देखाउँछ भन्दाखेरि एड पोस्ट. वी क्यान एड पोस्ट नाउ. हामी एड पोस्ट एड गर्न सक्छौं. त्यसपछि क्याटेगोरी पनि डाइनामिकली बनाउन सक्छौं. यतिसम्म चाहिँ सक्छौं. अनि लगआउट बटन छ, लगआउट गर्न सक्छौं. त्यसपछि वी ह्याभ रजिस्टर. युजर रजिस्टर गर्न सक्छ. युजर चाहिँ किन रजिस्टर गर्न राखे भन्दाखेरि यहाँ पछि गएर एउटा हट आइकन हुन्छ. त्यो हट आइकन क्लिक गरेपछि पनि त्यो चाहिँ सेभ हुन्छ उसको प्रोफाइलमा भनेर. दैट इज भेरी ह्यान्डी. अहिले बनिसकेको छैन, बनिसकेपछि अलि ह्यान्डी हुन्छ. सो युजर लगइन पनि छ. युजर लगइन गर्दाखेरि चाहिँ लगइन. सो युजर लगइन गरेपछि युजरको ड्यासबोर्डमा छोकै छैन. सो यस्तो चाहिँ ड्यासबोर्ड छ यसको. मेरो चाहिँ टाउकै दुख्न थाल्यो यो प्रोजेक्ट गर्दा गर्दा. त्यही भएर आई वान्ट टु लर्न सम न्यू थिङ्स लाइक सेक्सन, डिफ्रेन्ट सेक्सनहरू कसरी बनाउने. हिजो मैले ट्राई गरेको थिएँ, अलिकति भएको थियो, अलिकति भएको थिएन. डिफ्रेन्ट सेक्सनहरू कसरी बनाउने, अनि डाटाबेसको अरू एलोकेन्ट रिलेसनसिपहरू के छ, पोलिमर्फिक रिलेसनहरू के छ, अरू कुराहरू चाहिँ कसरी सिक्ने, इत्यादि कुराहरू हो. यसको मतलब यो होइन कि म यो प्रोजेक्ट चाहिँ गर्दिनँ. अफकोर्स गर्न मन लागेको बेलामा ब्याक आएर म गर्छु. यसमा सानो फिचरहरू थपिराख्छु. अनि यसमा पेजिनेसन छैन. अघि पेजिनेसन हाल्न थालेँ कि इट टुक मी टु लङ. सो यसमा चाहिँ म जति स्क्रोल गरेर पनि स्क्रोल गरिराख्ने पेजिनेसन हाल्छु. फोटो छँदैछ सब. अनि यो प्रोफाइल चाहिँ आई विल क्रिएट इट डाइनामिकली. फोटो आफै डाइनामिकली क्रिएट गर्न मिल्ने, हाल्न मिल्ने. अनि यो नाम र बायो चाहिँ डाइनामिकली हाल्न मिल्ने बनाउँछु. सो दिस इज द र्याप. यो गिटहबमा चाहिँ मैले पब्लिस गरिसकेको छ, तर अहिले चाहिँ यो प्राइभेटमा छ. पछि यसमा अलि फिचरहरू थपिसकेपछि मैले पब्लिक बनाउँछु. सो यु क्यान सी इट इज इन प्राइभेटमा छ भनेर. यसलाई अलिकति भर्खरै मैले ओके. यसमा चाहिँ अर्को के इम्प्लिमेन्ट भएको छ नि, यहाँ क्लिक गऱ्यो भने सिंगल पोस्ट भ्यू खुल्छ. We can now click it and see the single post view. हामी हेर्न सक्छौं. यहाँ तल पढ्न पनि सक्छौं यदि यहाँ कन्टेन्ट हालेको छ भने. सो यति कुराहरू हो. यसमा अरू कुराहरू थप्दै गइन्छ. सो दिस इज द र्याप फर टेक न्यूज प्रोजेक्ट. यसले कति दिन लियो भन्दाखेरि आई थिंक यसले 6 देखि 7 दिन लियो. दिनको 1 घण्टा 2 घण्टा गरेको, धेरै गरेको पनि छैन. 6 देखि 7 घण्टा लियो भनेर भनौं न. 7 घण्टा जति यति बनाउनको लागि चाहिँ टुक मी 7 आवर्स. 7 आवर्स चाहिँ भनेर भनौं. 7 आवर्स चाहिँ यसले लियो यति बनाउनको लागि. दिस इज द कस्टम वेबसाइट. यो चाहिँ कस्टम वेबसाइट हो एन्ड इट इज स्टिल नट कम्प्लिट छैन. यो अरु कुरा बनाउँदै थप्दै जान्छु म. सो द्याट्स इट फर नाउ गाइज. सो सी यू इन माई नेक्स्ट भिडियो. थ्याङ्क यू.